हेलो गाइज वेलकम आफ्टर लङ टाइम। आज चाहिँ म होइन मरिना मलमा आएको छु। यसो घुमिरहेको छु मरिना बिचमा। अगाडि चाहिँ समुद्र छ होइन, एकदम दामी पार्कहरू पनि छ साइडमा चाहिँ। यहाँबाट चाहिँ अब म जाँदैछु होइन, यसरी हिँडिरहेको छु। मेरो साथी पनि पछाडि छ होइन। फ्रन्ट क्यामेरा चाहिँ मैले गराएको छुइनँ, ब्याक क्यामेराको सिन दामी हुन्छ भनेर होइन बनाइरहेको छु। यताको सिनहरू देख्न सक्नुहुन्छ, टावरहरू यस्तो दामी दामी छ। डेमा चाहिँ होइन, आज म फाइनली डेमा आइपुगेँ होइन। अस्ति मैले तपाईँहरूलाई भनेको थिएँ नि नाइट भ्यू मात्र कति बनाउनु भनेर, आज चाहिँ फाइनली डेमा आइपुगिसकेको छु होइन। अगाडि तपाईँहरूलाई म देखाउँछु त्यहाँ सी साइडहरू कस्तो छ के छ सबै देखिसक्नु। मेरो साथी चाहिँ अगाडि हिँड्दैछ है त। मरिना मलभित्र होइन यस्तो दामी। कता हो यहीँबाट ल ठिक छ। अब हामी सी साइड जाँदैछौँ होइन। यताबाट यस्तो चाहिँ सिडी हेर्न सक्नुहुन्छ तपाईँले होइन। टक टक ल मेरो साथी चाहिँ पुरा होइन सिडीबाट हिँडिरहेको छ है। म पनि हिँडिरहेको छु पछाडि छु होइन। सिन हेर्नु न कस्तो दामी छ, बवाल लुक्स छ हेर्न गाइज। तपाईँहरू पनि आउनु होइन। अनि घुम्न मन लाग्यो होला, इच्छा आकाङ्क्षा हुन्छ मान्छेको होइन, कहिले आउने भन्ने। अब यस्तै छ है कुवेत चाहिँ। म पहिला चाहिँ जहिले डेली प्रायः जस्तो मेरो भ्लग भनेको चाहिँ नाइट भ्यूमा हुन्थ्यो। आज चाहिँ म फाइनल्ली डेमा आएर टक्क दामी बनाइरहेको छु होइन। सबै देखाउँछु तपाईँहरूलाई म होइन, तलदेखि माथिसम्म भन्ने जस्तो। यहाँबाट अब हिँड्दैछु होइन। हेरौँ अब कहाँसम्म पुगिन्छ, गन्तव्य कहाँको हो होइन, कहाँ गएर टुङ्गिन्छ थाहा छैन। अगाडिको सिनहरू हेर्नु सक्नुहुन्छ है। यत्रो ठुल्ठुलो खम्बाहरू छ होइन। हाम्रो देशमा कहिले हुने हो, भ्रष्टाचारीले कहिले यस्तो अब हुन दिने छैन हाम्रो देशमा। कहिले हुन्छ भन्ने अपेक्षामा छु होइन। सबै अब युवाहरू चाहिँ अब खाडीतिर भएपछि होला जस्तो लाग्दैन, तर आफ्नो देश चाहिँ बनाउनुपर्छ हामीले पनि सबै मिलेर। यहाँ बसेर मात्र हुँदैन। समुद्र अलिकति अगाडि छ होइन, आउनु आँट्यो नि त होइन। जस्ट यहाँ आएपछि चाहिँ एकदम माइन्ड फ्रेस हुन्छ होइन। चिल पारामा हुन्छ समुद्रमा आइपुगेपछि। तपाईँहरूसँग भएको कति पनि स्टेटहरू हुन्छ नि, यहाँ आउनु भने चाहिँ एकदम चिल हुन्छ त। किन भन्दाखेरि यस्तो ठन्डा छ नि यता ठाउँ पनि। अनि धेरै पछाडि चाहिँ दिउँसो घुमेको, डेमा घुम्न एकदम गाह्रो छ क्या खाडी मुलुकमा। तपाईँहरूलाई थाहा छ यहाँको गर्मी होइन कस्तो हुन्छ भनेर। तर आज चाहिँ अब अलिअलि चिसो चिसो मौसमको कारणले गर्दाखेरि डेमै आइरहेको छु। यता यी क्याम्पिङहरू पनि रहेछ होइन, दामी दामी उडाइरहेछ। अब चाहिँ म पुरै समुद्रको छेउछेउ आइपुगेँ, आफूलाई पनि एकदम कोल्ड भाइब भइरहेछ। साथी चाहिँ यता पछाडि छ होइन। यहाँ हेर्न सक्नुहुन्छ पुरा खेल्ने ठाउँहरू यस्तो यस्तो छ होइन। अब अगाडि जाँदैछु, समुद्र दामी छ। कताबाट जाने हामी? सिधै हो ल अन्त हिँड्दैछु होइन। साथी चाहिँ अलिक बिस्तारै हिँडिरहेछ, लास्टै गलो अरे क्या। दामी आउँदो रहेछ यार, जो सिनहरू छ नि ब्याकग्राउन्डहरू अहिले चाहिँ दामी छ। यो कहाँबाट यहाँ आयो? समुद्रको छेउमा होइन, चिल पारामा। गाउँ न गाउँ, दामी गाउँदो रहेछौ त अहिले। फेमस हुन्छौ अब तिमी यार। खुल्दैछ भोइस अफ नेपालहरू फेरि पनि होइन, सकिन लाग्यो जाँदा हुन्छ। अब नेपाल आइडलमा जाने हो कि? प्रशान्त तामाङ तिमीले सुन्यौ भने? प्रशान्त तामाङ त अनि मरेछ नि यार बिचरा है। त के भयो है। त्यस्तो गायकहरू घुमाइयो होइन। अर्को गायक यहाँ छ हाम्रो दामी। आउनुहोस् होइन समुद्रमा टक्क यतातिर समुद्र पुरै यो चाहिँ समुद्र हो होइन। तपाईँहरू सबैलाई थाहा छ भनिरहनै पर्दैन, आउनु चाहिँ पऱ्यो होइन घुम्नको लागि। अगाडि जाँदैछु, चिसो चिसो त्यो भइरहेछ एकदम। गाउँ न गाउँ, एक दुईवटा गानाहरू गाउँ त, दामी दामी हो यस्तै। गाउँ न गाउँ फेरि, तिमीलाई म फेमस बनाउँछु नि यार।
पारामा कहिलेकाहीँ इन्जोय गर्नुपर्छ जिन्दगीमा मरि लानु चाहिँ केही छैन नि त त्यही भएर जिन्दगीमा मरि लान्छ नि चिलमा पारामा इन्जोय चाहिँ गर्नुपर्छ सबैजनाले दामी छ नि त ठाउँ गाइज ल अब फाइनली होइन हामी चाहिँ अब रुमतर्फ लागिरहेछौँ होइन सबैतिर फोटो पनि खिच्यो भिडियो पनि बनाइयो होइन मेरो साथी हेन्छौँ साथीले चाहिँ एकदम भिडियोहरू पुरा स्टाइलमा फोटोहरू दामी क्लिक गरेको छ होइन पछि अपलोड हुन्छ होइन अपकमिङ डेमा अब चाहिँ हामी टक्क जाँदैछौँ यतातिर फेरि समुद्रलाई अब छोड्दैछौँ है त पर हेर्न सक्नुहुन्छ होइन समुद्र छोडेर अब उता रुमतिर लागिँदैछ यस्तो घाम टल्केको छ आज फेरि होइन यस्तै हुन्छ क्या अब मिडल इस्ट कन्ट्री भनेको तपाईँहरूलाई थाहा छँदैछ होइन गर्मी महिना आउँदैछ बिस्तारै अहिले जाडो हल्का छ पछि अब एकदम यो तालुबाट पनि पानी निस्किने गरी गर्मी लाग्छ भोलि पर्सि चाहिँ होइन अहिले भनेको त्यस्तै हो उतातिर यहाँ पाउने भनेको नेपालको धन हरियो वन भने जस्तै कुवेतको धन चाहिँ यही हो होइन हेर्न सक्नुहुन्छ हरियाली भनेको यस्तै हुन्छ खजुरको बोट खजुर खाने भए आउनुहोस् होइन यतातिर सब सिनहरू ब्याकग्राउन्डहरू दामी छ होइन यो चाहिँ मरिना मल भनेको चाहिँ यही ठाउँलाई भन्छ सी साइड पनि यही हो समुद्रहरू पनि हेरिहाल्नु हो तपाईँले राम्रो ठाउँहरू होइन मान्छेहरू आफ्नो पारामा होइन हिँडिरहेछन् कोही घुमिरहेछन् कोही इन्जोय गरिरहेछन् लाइफमा इन्जोय गर्नुपर्छ क्या कोठाभित्र रुममा बसेर मात्रै हुँदैन नि त सधैँभरि ब्रोइलर कुखुरा जस्तै सबै देखाइदिन्छु क्या हेर नि यस्तो दामी छ ठाउँहरू चाहिँ होइन तपाईँहरू पनि अवश्य आउनु होला होइन यो ठाउँमा एकदम भिजिट चाहिँ गर्नु होला अनि चिल पारामा भएर जानु होला होइन अनि फेरि पनि आउनु मन लाग्छ हामी चाहिँ जहिले प्रायः जस्तो आइरहन्छौँ क्या आज यो फाइनली आज चाहिँ अब डे टाइममा आएको होइन एकदम रमाइलो लागिरहेछ नभए जहिले पनि नाइटमा आइन्थ्यो नि त अरू बेला नाइटमा आउँदाखेरि यस्तो मजाले देखिँदैन थियो होइन सिनहरू अगाडिको ब्याकग्राउन्डहरू नाइटको लाइटिङ भनेको अर्कै हुन्छ होइन तर आज चाहिँ अब सबै मजाले देख्न पाउनु भएको छ क्या अनि म चाहिँ त्यही भन्छु सबैजनाहरू अवश्य घुम्नु होला घुम्नुपर्छ होइन एकै ठाउँमा बसेर हुँदैन आफ्नो देशदेखि टाढा आएको छौँ नि त हामी घुम्नु त परिहाल्छ नि होइन यस्तो दामी ठाउँ छ नि